भन्दा अझै छलफल गर्नुपर्ने मलाई लाग्छ। यहाँ सारगर्भित कुराहरू आए, म उहाँहरूका विचारलाई सम्मान गर्छु। यो कसले सञ्चालन गर्ने, कसरी हुने, यसको मिसन के भन्ने कुरा त हामी सबैबाट त्यो उजागर भइरहेको छ र सञ्चालन कसरी गर्ने र यसको सस्टेनेबिलिटीका कुराहरू पनि यहाँ आए। यो त्यति खर्चिलो प्रविधि होइन। यहाँहरूले समय र आफ्नो विचार दिनुभयो भने यो 3 या 4 जना साथीहरूले इन्टरनेटको मिडिया यो प्रयोगबाट घरबाट पनि पोस्ट गर्न सक्नुहुन्छ। यो तपाईहरूले मात्र यो जिम्मेवारी यो समस्या हुने छैन। हामी प्रवासबाट पनि तपाईहरूलाई सघाउँछौँ। जापानबाट पनि यसको पोस्ट हुनेछ भने अमेरिकामा बस्ने साथीले पनि त्यहाँ तपाईँका छोराछोरीले के गर्नु भएको छ त्यो पनि हामी त्यहाँबाट पोस्ट गर्नेछौँ। तपाईँहरूले गलकोटमा बसेर देख्न सक्नुहुन्छ भने गलकोटको ताराखोलामा फलेको आलु कति फल्यो अमेरिकामा बस्ने साथीले देख्नेछ भने युरोपमा बस्ने साथीले निगालाको कुरा गर्नुभयो त्यसको कुरा हामीले युरोपमा गर्नेछौँ। यही